लोकतन्त्रको सबैभन्दा ठूलो चाड निर्वाचनमा शान्ति सुरक्षा र निष्पक्षताको पहरेदार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी। निर्वाचन प्रहरी भन्नाले अस्थायी प्रहरी जनशक्ति हो। यदि तपाईमा देशप्रेम छ, जिम्मेवार वहन गर्ने आँट छ भने तपाईको लागि यो सही सुरुवात हुन सक्छ। यही मिति 2082 साल पौष 25 गतेदेखि निर्वाचन प्रहरी भर्ना आवेदन खुलिसकेको हुँदा यहाँहरू सबैलाई यसै भिडियो मार्फत जानकारीको लागि अनुरोध गर्दछौँ। निर्वाचन भनेको केवल भोट हाल्ने दिन मात्र होइन, यो देशको भविष्य छान्ने प्रक्रिया हो र यो प्रक्रिया सुरक्षित बनाउने जिम्मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको काँधमा हुने गर्दछ।